हेलो एभ्रिवान, नमस्ते मेरो सम्पूर्ण साथीहरूलाई। सो साथीहरू के कस्तो हुनुहुन्छ आशा गर्छु सन्चो सुविस्तै हुनुहुन्छ भन्ने, र म पनि एकदमै सन्चो सुविस्तै छु साथीहरू। अनि तपाईहरुले त ब्रेकफास्ट बनाएर पनि गरिसक्नुभयो होला है, तर मैले चाहिँ केही गरेको छुइनँ साथीहरू। कारण हामी बसेको जग्गा चाहिँ यस्तो छ कि साथीहरू एकदमै रुखै रुख छ हो। घाम चाहिँ एकदमै ढिलो आउँछ नि त। अनि घाम नआइकिन चाहिँ साथीहरू म चाहिँ केही गर्नु सक्दिनँ, यति बेसी चिसो छ। हात ठिराएर पानी त झन् छुनु पनि सक्दैन, औँला नै चुट्टेको जस्तो लाग्छ मलाई चाहिँ हो। अनि म चाहिँ घाम आएर मात्रै कामहरू स्टार्ट गर्छु नि त साथीहरू। सो अब चाहिँ म ब्रेकफास्ट बनाउन लागेको छु भर्खरै। अन्त ब्रेकफास्टमा चाहिँ के बनाउँछु हजुरहरूलाई पनि देखाउँछु, हेर्दै गर्नु होला है। साथीहरू आज चाहिँ मैले ब्रेकफास्टमा बनाएको छु अन्डा ब्रेड। र अब ढिलो बनाएपछि त जे छिटो जे सजिलो त्यही त बनाउनु पर्यो नि, होइन र साथीहरू। सो फाइनली मेरो ब्रेकफास्ट पनि रेडी भइसकेको छ र मैले बुढाको लागि एकदमै रेडी पनि गरिसकेँ। अनि बुढाले चाहिँ साथीहरू मिल्क टी चाहिँ कहिले पिउनुहुन्न, कारण उहाँलाई चाहिँ एकदमै छिटो ग्यास भइहाल्छ र उहाँले चाहिँ एकदमै ब्ल्याक टी मात्रै पिउने गर्नुहुन्छ। अनि यहाँ चाहिँ छ मेरो लागि। अनि म चाहिँ अब एकदमै स्पेसल मिल्क टी बनाएर मात्र लिने गर्छु। हस्त साथीहरू, बाई, थ्याङ्क यू फर वाचिङ।